मैले तपाईले कहिले सँग गरे सँग गर्दिन भन्न त के सकिहाल्यो नि कहिले चाहिँ गरे त अनि आज चाहिँ हामी प्रमिस डे स्पेशल प्रमिस गर्ने 5 वटा कुरा चाहिँ बुढीले 5 वटा बुढाले 5 वटा कुरा चाहिँ प्रमिस गर्न लगाउँछु भनेर हामी चाहिँ अनि 5 वटा के प्रमिस चाहिँ गर्न लाउने भनेर चाहिँ 5 वटा लेखिसक्यो मैले चाहिँ लेखिसक्यो हैन उसको लेख्दै छ मैले उसको हेरेको छैन उसको मैले हेरेको छैन अब उसले के प्रमिस गर्न चाहन्छ अब त्यो पनि हेर्नुस् मैले उसले के प्रमिस गर्न चाहन्छ त्यो पनि तपाईहरु हेर्नु भिडियो लास्टसम्म हेर्नु है त छिटो लेख है छिटो कतिवटा पुग्यो तिमीले पहिला प्रमिस गराउने कि मैले पहिला भन तिमीले पहिला कि मैले पहिला ल तपाईले पहिला ल नम्बर 1 मा प्रमिस भनेपछि हात यहाँ लाउनु पर्यो है जिन्दगी भर तपाईको साथ कहिले छोड्ने छैन त यसरी नै तपाईले जिन्दगी भर माया गर्छु भनेर प्रमिस गर्ला प्रमिस ओके नम्बर 2 मा छ मलाई मात्र नभई तिमीले तिम्रो आफ्नो फ्यामिली जसरी फ्यामिली ठान्थ्यौ तिमीले मेरो फ्यामिलीलाई नै त्यसरी नै परिवार आफ्नो परिवार सोचेर माया अनि त्यसपछि खुसी दिनेछ प्रमिस एकदम मेरो हुनै हो नि नम्बर 3 अलि खतरा छ नम्बर 3 मा रहेको चाहिँ अरु केटाहरुसँग मैले नदेख्ने गरी भनेर मैले देख्दैन भनेर लुकी त्यो मेसेज गर्ने काम गर्नु भएन अरु केटाहरुसँग बाहिर मेरो आँखा छली अरुसँग हिँड्नु भएन लु ओके लु प्रमिस लु ल अब 4 नम्बर छ मलाई धेरै शंका गर्न पाइदैन कति नम्बरमा रे 4 नम्बर मैले तपाईले कहिले सँग गरे सँग गर्दिन भन्न त के सकिहाल्यो नि कहिले चाहिँ गरे त अनि त्यो कुरा चाहिँ कहिले सँग गर्दिन भनेर कहिले चाहिँ गरे त अनि सँग गर्दिन भने के सँग गर्दिन भने गर्दिन ल कहिले चाहिँ गरे त अनि अब अर्को कुरा मसँग कहिले झगडा गर्ने होइन मलाई कहिले कराउने पनि होइन मैले तपाईसँग झगडा चाहिँ कहिले गरे कहिले मैले झगडा चाहिँ कहिले गरे भने कतिखेर झगडा गरेको थियो र तपाईसँग झगडा नगर्ने भनेर यो त हुँदैन यो प्रमिस त झगडा नगर्ने भने तपाईले झगडा चाहिँ कहिले गर्यो मैले गर्यो झगडा ल तिम्रो यो त हुँदैन यो झगडा त्यो प्रमिस डेमा यो झगडाको कुरै आएन ल त्यो कुरा छोड्दै ल तिम्रो भन झगडा कुरा प्रमिस होइन नि ल प्रमिस नगर ल झगडै गर्न तम्स्या रहेछ ल मैले पो खाने ल है छिटो भन्न नम्बर 1 के हो नम्बर 1 मेरो